आज भने हामी छौँ सुर्खेतको दशरथपुर बजारमा। यता चाहिँ हामी डकुमेन्ट्री भिडियो सुटको लागि आएको। बर्खायाम भए पनि गर्मी चाहिँ अत्याधिक छ। चिया नास्ता खाए लगत्तै हाम्रो काम फटाफट सुरु भइहाल्छ। हामी दशरथपुरदेखि उकालो लाग्छौँ। मौसम चाहिँ एकदम राम्रो खुलेको छ। आज थोरै बादल एकदम राम्रो भ्यू देखिरहेछ। ओ गाइज, हेलो गाइज, म चाहिँ ड्राइभर, ट्याक्सी ड्राइभर अनि उनी चाहिँ पाइलट। मौसम चाहिँ एकदम खुलेको छ। आज बादलहरू आफूले मिलाएर राखेको देखिरहेछ। वर्षायाम भए पनि आज घाम लागिरहेछ। मनसुनको हरियाली पनि राम्रो देखिरहेछ। भिडियो खिच्दै हामी निरन्तर अघि बढिराखेका छौँ। मौसम भन्ने अहिले हल्का बादल गरेको छ। हल्का माथि पुग्दा सुर्खेत बजार राम्रोसँग देखिँदो रहेछ। बादलले गमक्क ढाकिएको जस्तो देखिरहेछ। ल फाइनली हामी अहिले चाहिँ नेटा बजार आइपुग्यौँ है। ल टोलीहरू, नेटा बजार। यो चाहिँ सुर्खेत जिल्लामा अवस्थित नेटा बजार। यहाँसम्म चाहिँ लगभग बाटो पिच भइसकेको छ। अब चाहिँ अगाडि बाटो बन्ने प्रक्रिया जारी नै छ। त्यही बाटोको भिडियो सुटको लागि चाहिँ आएको हामी। बजार चाहिँ एकदम राम्रो छ। नेटा बजारमा मिठो खाना खाएसँगै हामी फेरि अगाडि बढ्छौँ। बाटोको अवस्था यस्तो छ। यहाँ लौ म चाहिँ हिँडिरहेको छु है। गाडी आएन माथितिर, हामी हिँडिरहेका छौँ बाइकमा। अब हामी 12 गाउँ पुग्नेवाला छौँ माथि। त्यहाँ 12 गाउँमा माथि। यो पछाडिको यो पारी देखिने गाउँ चाहिँ 12 गाउँ हो। 12 गाउँ सुर्खेतको। अब तपाईँहरू 12 गाउँ फिल्म हेर्नु भएको छ होला, तर यो चाहिँ होइन। तर यो 12 गाउँ त 12 गाउँमै हो होइन। यो चाहिँ सुर्खेत जिल्लामै अवस्थित 12 गाउँ। एकदम सुन्दर गाउँ छ। फेरि पनि यहाँ बाटो ब्लक छ। अब हामी चाहिँ बाइक सुताएर छिराउँछौँ। गाइज, हामी चाहिँ यहाँ 12 गाउँमा आएको छौँ। मैले 12 गाउँमा हेर्नु सक्नुहुन्छ। यो भिडियो सुटको लागि आएको। यस्तो छ बाटो। पुरै छोडिदिनुहोस्। गाडीमा आएको, गाडी तलै छ। अब बाइकमा गाडी आउन नसकेर यहाँ बाइकमा आएको, त्यही पनि